हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला होइन। मेरो भ्लग हेरेर इन्जोय गर्नु होला। अहिले चाहिँ म भर्खरै मेरो साथीको स्कुलको लोकेसनबाट अब डाइरेक्ट जाँदैछु उता मेरो एउटा भाइलाई भेट्नलाई। 40 मिनटको टाइम देखाएको छ गुगलमा चाहिँ। ओके, लेट्स गो है त त्यसो भने। फर्स्ट राउन्ड हो रहेछ त्यो। म उताबाट आएको फर्स्ट राउन्ड गार्डन टाइपको रहेछ क्या। तपाईँहरू पनि हेर्दै हुनुहुन्छ होला होइन। यो चाहिँ यहाँ चाहिँ अलिकति अब राम्रो खालको यो तपाईँको रोडहरू रहेछ यहाँ पनि तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यो रोड पनि छ दुईतिर अनि घाँसहरू पनि छ छेउमा राम्रो खालको बिचमा राम्रो रहेछ यो छेउ चाहिँ। ल साथीहरू, अब चाहिँ भाइको लोकेसन आउनु लागि म अर्को साथीको चाहिँ त्यसो टावर रहेछ। यहाँ चाहिँ भाइको चाहिँ छेउमा टावर रहेछ। भाइले मलाई पुरा वेट गरिरहेछ त्यहाँ। भइरहेको हेर्नु भाइ, हाम्रो भाइ वेट गरिरहेको पुरा ह्यान्डसम भाइ भन्दै त्यो अर्को पाकेको छ क्या नि भाइ अलमल्ला यो बन्दैछ हो होइन सिमला मिर्च बनाइदिनु। सब्जी आलु छैन। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई फेरि स्वागत छ मेरो युट्युब च्यानलमा। म बनाइदिन्छु जानु कुदाउने एकछिन। हामी चाहिँ भाइ र म चाहिँ हामी चाहिँ उता जानु लागेको बिच यहाँ खै कता हो कुन यो लोकेसन। अब ऊ पनि गएको छैन रहेछ अनि म पनि अब यहाँ त फर्स्ट टाइम आएको होइन। यसो यहाँदेखि यसो हेर्नु जाऊँ कि भनेर चाहिँ प्लान गऱ्यौँ हामीले बिहान बिहानै। नाइट ड्युटी गरेर अनि भर्खरै उठेको। ल ल भाइ गयो। स्पिडमा हान है चासो हाम्रो अर्को भाइ छ। नमस्कार है दाजुको युट्युब च्यानलमा सबैजना आराम कुशल हुन्छ होला। हाम्रो दाजुलाई यसो साथ सपोर्टको आवश्यकता छ। अलिअलि यसो साथ सपोर्ट अलि यसो लाइक सब्सक्राइबहरू चाहिँ हामीले गर्नु होला। ठिकै छ, अहिले अलिकति अब कन्टेन्ट अलिकति नराम्रो आयो यता आयो भनेर दुःख मन नगर्नु होला। बिस्तारै बिस्तारै अब तपाईँहरूको हेल्प र सपोर्टले साथ सपोर्टले गर्दाखेरि यदि ग्रोथ हुने हो सपोर्ट चाहिँ देखाउनु पर्यो अनि सब्सक्राइब गरिदिनु पऱ्यो है। हस् धन्यवाद, थ्याङ्क यू सो मच। अहिले ऊ चाहिँ जानु लागेको छ उता स्कुल लोकेसन। ऊ पनि नाइट ड्युटी गरेको छ। ऊ एकदमै थकित छ अहिले। त्यसको दुध लिएर आउनु पऱ्यो। ल लेट्स गो। ल ल ल बाई। दाजु भाइ हामी हिँड्यौँ। त्यो बाटो के खालको बाटो हो होइन थाहा पनि छैन हामीलाई। बाटो हिँड्यो हो। भाइको नयाँ लोकेसन मेरो लागि चाहिँ नयाँ भयो।
उसले लगभग 1 महिनामा ट्याक्सी गरेको ठिक छ सिन्धुगानी बाटो स्टेसन छ होइन यसरी हिँड्दैछौँ हामी मरुभूमिमा है त बिचाइमा अब यसो हामी दर्शन गर्छौँ अनि त्यसपछि यसो यताउति पौडी त खेल्दैनौँ बुझ्नु पर्छ आउन आउँछ This is the most handsome guy in UAE. हेर्नुहोस् त यहाँ बाढी आउला जस्तो छ यार। Handsome? He said गङ्गेटा छ अरे मैले यहाँबाट हेरिरहेको क्या खुट्टा खुट्टा के हो यो शङ्का नै हो दर्शन गरिदिउँ शङ्खलाई दर्शन गर्नु त सुरु देखाउँ ल ल मलाई दर्शन नमस्ते यहाँ पनि देखाउनु हेर न कति मजाले हिँडेको तिमी गऱ्यौ हेर Guys, we are back, back. गङ्गेटा हेर्न चाहनुहुन्छ यत्रो फिजाइरहेछ नि यसले यत्तिका भगवान् हेर्नु गाइजहरू यसरी हो क्या गाइज यसरी हेर्नुपर्छ होइन हामीले चाहिँ ऊ यहाँ तपाईँको गङ्गेटा एउटा भेटेको थियौँ एउटा होइन मैले अघि एउटा अहिले एउटा दुईवटा पो होला अनि भाइ र म छु बिचमा यस्तो राम्रो ठाउँ छ हेर्नु त्यसपछि गाइजहरू गाइज हामी आइपुग्यो बिचवटा रुम लास्टै थाक्यौँ हात खुट्टा धुयौँ होइन खुट्टाहरू पनि लास्टै त्यो बलुवाहरू लागेको थियो हात खुट्टा धुयौँ मुखसुख धुयौँ अहिले यस्तो चिल छ अहिले यहाँ छ त्यस पछाडि म यहाँ छु अब हाम्रो ब्लग एन्ड गर्छौँ यति सर्ट मिनी ब्लग हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद जय नेपाल।